हामीले गभर्नमेन्ट स्कुललाई फोकस गरेर गभर्नमेन्ट स्कुल राम्रो बनायौँ, स्टुडेन्टहरूले अथवा प्यारेन्ट्सहरूले गभर्नमेन्ट स्कुललाई रुचाउन थाल्यो भनेदेखि प्राइभेट सेक्टर आफै सुध्रिनुपर्छ। प्राइभेट सेक्टरले आफै फी घटाउँछ, प्राइभेट सेक्टरले आफै एक्स्ट्रा एक्टिभिटीमा फोकस गर्छ सो स्टुडेन्टहरूलाई तान्नको लागि। तर गभर्नमेन्ट स्कुलै खराब छ, टिचर्स टाइममा नआउने, टिचर्स अब डिसिप्लिन नहुने, टिचर्सहरूले राम्रोसित नपढाउने, स्यालेरी पाकिरहेको भएको भएर टिचरहरूले फोकस नगर्ने, यो हिसाबले गर्दाखेरि गभर्नमेन्ट स्कुलमा कमी कमजोरी आएको देख्न सकिन्छ। अर्को कुरो ल्याउनु पर्यो भनेको हामीले यो चेन्ज अथवा सिलेबसमा पनि सिलेबसमा चेन्ज भन्दा पनि यो टिचरहरूको स्यालेरी सिस्टममा चेन्ज ल्याएर थोरै सिलेबसको आधारमा दिन सकिन्छ कि पढाइसकेको आधारमा दिन सकिन्छ कि के आधारमा दिन सकिन्छ, यो यसको हिसाबले ल्याउनु पर्यो। सरकारी स्कुलको भनेको स्यालेरी 12 महिना पाकिरहेको हुन्छ, आओस् नआओस् त्यो मतलब हुँदैन। सो यसले पनि अलिकति प्रभाव पारिरहेको हुन्छ। अर्को नियमित निगरानी, जस्तै हामीसँग अहिले 3 तहको सरकार छ, सो स्थानीय सरकारले नियमित निगरानी राख्ने अनि त्यहाँको नेसेसिटीलाई पुरा गर्न ट्राई गर्ने के माग भइरहेको छ। जस्तै काठमाडौँको स्थानीय सरकार र हुम्ला जुम्लाको स्थानीय सरकारले एउटै काम गर्नुपर्छ भन्ने हुँदैन, कहिले पनि केन्द्रीय सरकारले हेर्न सक्दैन। किनकि जुम्लामा छुट्टै डिमान्ड हुनसक्छ, काठमाडौँको सामुदायिक विद्यालयलाई छुट्टै आवश्यकता चाहिएको हुनसक्छ। जस्तै काठमाडौँको सामुदायिक विद्यालयमा कयौँलाई स्पोर्ट्सको लागि ठाउँ नभएको, काठमाडौँ अलिकति सानो भएर त्यहाँ प्लेग्राउन्डको समस्या हुनसक्ला भने हुम्लामा प्लेग्राउन्डको समस्या नहोला, तराईको कुनै क्षेत्रमा प्लेग्राउन्डको समस्या नहोला, त्यहाँनिर टिचरकै अभाव भएको हुनसक्छ, त्यहाँनिर काउन्सिलिङको अभाव भएको हुनसक्छ, र अर्को भनेको इन्फ्रास्ट्रक्चर र टेक्नोलोजीको अभाव भएको हुनसक्छ।